गाइज वेलकम टु द जिज्ञासा। आज चाहिँ हामी एससी 2081मा सोधेको एमसिक्यू गर्न गइरहेको छौँ। विच अफ द फलोइङ जेनेटिक कोड रिप्रेजेन्ट्स द बडी अफ अ मेल वुमन भनिराखेको छ। जेनेटिक कोड भनेको चाहिँ हामीले क्रोमोजोम नै भन्न मिल्छ। र वाट इज मिन बाई क्रोमोजोम क्या? अब क्रोमोजोम भनेको चाहिँ जसले तिम्रो क्यारेक्टर डिटरमाइन गर्छ क्या। तिमी अब जन्मेपछि कालो छौ कि गोरो छौ, अग्लो राख्ने, तिमीलाई होचो राख्ने, तिमीलाई कालो आँखा दिने कि निलो आँखा दिने, होइन, त्यो सबै डिटरमाइन कसले गर्छ भन्दाखेरि क्रोमोजोमले गर्छ। र क्रोमोजोम भनेको होइन सबै हुनु 23 पेयर अथवा पेयरमा जोडीमा 23 पेयर वा नम्बरमा गर्ने हो भने 46 नम्बरवटा हुने रहेछ। र हरेक क्रोमोजोम दुई भागमा डिभाइड हुने रहेछ, अटोजोम र सेक्स क्रोमोजोम। अटोजोम भनेको चाहिँ तिम्रो बडीको क्यारेक्टर डिटरमाइन गर्छ, मसल बनाइदिने कि नबनाइदिने तिमीलाई, अहिले भनिसकेँ मैले, अग्लो राख्ने कि होचो राख्ने, बडीको क्यारेक्टर मेनली डिफाइन गर्छ। त्यस्तो खालको क्रोमोजोमले हामीले अटोजोम मान्यौँ। र अर्को भनेको सेक्स क्रोमोजोम हुन्छ, जुन चाहिँ तिम्रो सेक्स डिटरमाइन गर्छ, मेल हुने कि फिमेल राख्ने। र यो जुन बडीको क्यारेक्टर डिटरमाइन गर्ने अटोजोम छ, त्यो चाहिँ मेल र फिमेल केसमा सेम हुन्छ, होइन। बडी तिम्रो क्यारेक्टर लगभग सबै सिमिलर हुन्छ। र त्यो बडी क्यारेक्टर डिटरमाइन गर्ने अटोजोम चाहिँ 22 पेयर वा 44 नम्बरमा हुने रहेछ। टोटल 23 थियो, 23मा होइन लगभग 22 पेयर, होइन एक पेयर बाहेक चाहिँ सबै बडीको क्यारेक्टर डिटरमाइन गर्ने रहेछ। र अर्को भनेको सेक्स क्रोमोजोम, होइन, जसले सेक्स डिटरमाइन गर्छ, मेल राख्ने कि फिमेल राख्ने। त्यो चाहिँ मेल र फिमेल दुइटै केसमा फरक हुने रहेछ। मेलको केसमा XY, होइन, XY भन्ने क्रोमोजोम क्यारी गर्ने रहेछ। र फिमेलको केसमा फिमेलले XX भन्ने क्रोमोजोम क्यारी गर्ने रहेछ। र दुइटै एक पेयर र दुई नम्बरमा एउटा प्रेजेन्ट हुने रहेछन्। र अब हामीलाई क्वेसन के भनिरहेको छ भन्दाखेरि, होइन, जेनेटिक कोड अथवा क्रोमोजोम चाहिँ बडी अफ अ मेल वुमन चाहिँ, होइन, मेल वुमनको बडी चाहिँ कुन क्रोमोजोमले रिप्रेजेन्ट गर्छ भनिराखेको छ। अब बडीमा मैले भनिसकेँ टोटल नम्बरमा 44, पेयरमा 22 पेयर हुन्छ। र XY अब नम्बर चाहिँ 22 पेयर नै हो, 22 बट होइन मेल भनेपछि 6 क्रोमोजोम उसको पछाडि प्लसमा दिएको छ। मेल भनेपछि XY हुनु पर्यो। तर यहाँ होइन एक्स र वाइ यो त कुनै पनि इन्डिभिजुअल नै भएन नि त। मेल हुनु कि XY भयो भने मेल भइदिन्छ कि XX भयो भने फिमेल भइदिन्छ। तर यहाँ केही इन्डिभिजुअलै भएन, X एक्जिस्टै गर्दैन, Y एक्जिस्टै गर्दैन। सो यो दुइटालाई हामीले इलिमिनेट गऱ्यौँ। र यो दुइटामा हेऱ्यो भने होइन नम्बर बडीको लागि चाहिँ 44 नम्बर हो, यो पनि 44 छ प्लस XY दिएको छ प्लस XX दिएको छ। अब XY भनेको चाहिँ फिमेल हो कि मेल हो, त्यो भनेको चाहिँ मेल हो। र XX भनेको चाहिँ फिमेल हो। सो हामीले त मेलको सोधेको छ, सो यो हुने भयो भने अप्सन बी द करेक्ट एन्सर।